जहाँ स्पोर्ट त्यहाँ स्पोर्ट नेपाल सम्पूर्ण दर्शकहरूलाई स्वागत गर्न चाहन्छ टिम स्पोर्ट नेपाल र यति बेला हामी अहिले दमक नगरपालिका 3 मा पर्ने ढुकुरपानी मा रहेका छौँ। यहाँ विगत कार्तिक 7 गतेदेखि फुटबल भेटरान फुटबल प्रतियोगिता भइरहेको छ दोस्रो संस्करणको र यसै मावि ढुकुरपानी माविको पूर्व विद्यार्थी समाज झापाले आयोजना गरेको यस प्रतियोगितामा छौँ र यस प्रतियोगिताको विषयमा आज हामी कुरा गर्नेछौँ, चर्चा गर्नेछौँ यो संस्थाको बारेमा र कसरी यो फुटबल आयोजना भयो। हामीले हेर्दाखेरि बाहिरबाट हेर्दाखेरि राम्रोसँगले यो सभ्य र भव्य रूपमा सम्पन्न भइरहेको छ, तर यो सम्पन्न गर्दै गर्दै यसका पछाडि कतिपय चुनौतीहरू भोग्नु भएको छ होला र यसै विषयमा हामी कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ श्री ढुकुरपानी पूर्व विद्यार्थी समाज झापाका अध्यक्ष रामचन्द्र अधिकारीज्यू। म उहाँलाई स्वागत गर्न चाहन्छु। यहाँलाई स्वागत छ। धन्यवाद हजुर। जस्तै यो तपाईँहरूले यो फुटबल भेटरान फुटबलको आयोजना गर्नुभएको छ होइन, अब हामीले बाहिरबाट सरसरी हेर्दाखेरि सभ्य र भव्य रूपमा एकदम राम्रो चाहिँ व्यवस्थापनमा यहाँहरूले गर्नुभएको छ, यसका पछाडि पक्कै पनि चुनौतीहरू केही भयो होला होइन, यसको विषयमा अलिकति बताइदिनु न। धन्यवाद यस स्पोर्ट्स नेपालका सम्पूर्ण टिमलाई। हामीले यो ढुकुरपानी पूर्व विद्यार्थी समाज चाहिँ हाम्रो परिकल्पनाकार हुनुहुन्थ्यो नयन भाइ लुइटेल। म सर्वप्रथम त सरप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। उहाँ हामीसँग हुनुहुन्न। उहाँले परिकल्पना गरेको यस संस्थाले चाहिँ विभिन्न समयमा विभिन्न खाले खेलकुद लगायत अतिरिक्त गतिविधिहरूमा हामी सहभागी भइरहेका छौँ। विगतमा हामीले रमेश स्मृति कप भनेर 3टा रेगुलर हामीले भलिबल टुर्नामेन्टहरू अर्गनाइज गऱ्यौँ। त्यो पछाडि हामीले स्कुलसँग समन्वय गरेर विभिन्न खाले रचनात्मक कार्यक्रमहरू गर्दै आएका छौँ। पोहोर सालदेखि चाहिँ हामीले भेटरन फुटबल प्रतियोगिता आयोजना गरेका छौँ। पोहोर साल हामीले अघिल्लो वर्ष हामीले दमकभरिका 10वटा वार्डहरूलाई समाहित गरेर नगर स्तरीय भेटरन फुटबल प्रतियोगिता आयोजना गऱ्यौँ र यस वर्ष चाहिँ त्यसैको जोसमा भनौँ त्यसैको उत्साहमा यसपालि हामीले प्रदेश स्तरीय भेटरन फुटबल प्रतियोगिता आयोजना गरेका छौँ र हामीले विद्यालयमा रहेका अतिरिक्त क्रियाकलापहरूमा पनि सहभागी हुने, त्यसै गरी विभिन्न समयमा रक्तदानका कार्यक्रमहरू गरेका छौँ। हामीले कोभिड जस्तो महामारीमा पनि हामीले रक्त अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम गऱ्यौँ र यो पालि पनि हामीले फाइनलको दिन रक्तदानको कार्यक्रम पनि आयोजना गरेका छौँ। यस सँगसँगै हामीले हाम्रो संस्थालाई थप परिचित गराउनका लागि अन्य दमकमा रहेका अन्य सङ्घ संस्थाहरूसँग समन्वय गरेर विभिन्न खाले रचनात्मक कार्यक्रमहरू गर्दै आएको जानकारी गराउँछ। जस्तै तपाईँहरूले धेरैभन्दा धेरै यस्ता सामाजिक कार्यहरू गरिराख्नु भएको छ होइन, पहिलेदेखि हामीले पनि सुन्दै आएका छौँ र सामाजिक कार्यमा तपाईँहरू यति अग्रसर हुनुहुन्छ। जस्तै यो अब गरिरहँदाखेरि यसलाई आर्थिक पाटोलाई चाहिँ तपाईँहरूले कसरी व्यवस्थापन गर्नुभएको छ, किनभने अब यो जुनसुकै कार्यक्रम गरे पनि यो आर्थिक पाटो मेन मेरुदण्डै मानिन्छ, यसलाई तपाईँहरूले कसरी चाहिँ व्यवस्थापन गर्नुहुन्छ? यो पाटो चाहिँ निकै चुनौतीपूर्ण हुँदो रहेछ। जति पनि यहाँ पूर्व विद्यार्थीहरू हुनुहुन्छ, देश विदेशमा रहेका पूर्व विद्यार्थी साथीहरू हुनुहुन्छ, उहाँहरूको सहयोगले नै आजसम्म हामी सञ्चालन गरिरहेका छौँ र नयन भाइ स्मृति जुन नयन भाइ लुइटेलले स्थापना गर्नुभएको यो संस्था, उहाँकै परिकल्पनामा स्थापना भएको यो संस्थालाई चाहिँ जीवन्त राख्ने उद्देश्यका साथ हामीले हाम्रो आन्तरिक स्रोत त छैन, तर यो प्रतियोगिताहरू मार्फत विभिन्न खाले दाताहरूलाई सहभागी गराउँदै उहाँहरूको विज्ञापनको एउटा माध्यम बनाउँदै साथै अब देश विदेशमा छरिएर रहेका सम्पूर्ण साथीहरू हुनुहुन्छ, उहाँहरूले दिनुभएको दानको आधारमा, उहाँहरूले गर्नुभएको सहयोगको आधारमा यो प्रतियोगिता सम्पन्न भइरहेछ। अब यो नगदको कुरा एउटा आइहाल्यो। अब यहाँ धेरैजना हुनुहुन्छ स्कुलसँग सम्बन्धित हुनुहुन्छ, तपाईँहरूले स्कुलसँगै सम्बन्धित रहेर चाहिँ आफू पढेको स्कुलमा आफूले शिक्षा आर्जन गरेको क्षेत्रलाई यति धेरै योगदान पुर्याइराख्नु भएको छ। जस्तै अहिले यो प्रदेश स्तरीय भन्नुभयो तपाईँले, यो भेटरान प्रतियोगिता भइरहेको छ र यो टिम म्यानेजमेन्ट गर्न अब प्रदेशभरि पुग्नु पऱ्यो होइन। अब 12वटा टिमको सहभागिता छ। हाम्रो दर्शकहरूले अब स्पोर्ट नेपालतर्फको माध्यमबाट पनि धेरैभन्दा धेरै ठाउँहरूमा देश विदेशमा प्रत्यक्ष प्रसारण पनि गरिरहनु भएको छ। टिमहरू पनि एकदम राम्रो राम्रो टिमहरू आउनु भएको छ। टिम जुटाउनको लागि चाहिँ प्रदेश स्तरीय हुँदै गर्दा टिम जुटाउन चाहिँ कतिको समस्या भयो यहाँहरूलाई? यो एकदमै चुनौतीपूर्ण हुँदो रहेछ। धेरै ठाउँमा कतिपय साथीहरूले अहिले पनि भन्दै हुनुहुन्छ हामीलाई चाहिँ किन सहभागी गराएन भन्ने कुरा गर्दै गर्दाखेरि चाहिँ उपलब्धताको आधार पनि पहिलो आधार हुँदो रहेछ। त्यसै गरी हामीले खेल संयोजक हाम्रो रोशन श्रेष्ठ हुनुहुन्छ, उहाँले नै यो खेल सम्बन्धी टिम व्यवस्थापन सम्बन्धी सम्पूर्ण जिम्मा हामीले रोशन श्रेष्ठज्यूलाई लगाएको छौँ। उहाँले टिम व्यवस्थापन गर्ने, यो खेल प्रतियोगिताभरिको व्यवस्थापन, यो खेल संयोजन गर्ने काम चाहिँ उहाँले गर्नुहुन्छ। जस्तै हिजो
हाम्रा सेमिफाइनलका सम्पूर्ण खेलहरू सकिए। अब भोलि फाइनल हुँदैछ र यो फाइनलको तयारी चाहिँ के छ, यसमा प्रमुख अतिथिहरू आउने कुराहरू के छ होइन। अब भोलि सम्भवतः सो म्याचहरू पनि छन् होला, के कार्यक्रम छ भोलि फाइनललाई चाहिँ सभ्य र भव्य रूपमा गर्नको लागि चाहिँ के योजना बनाउनु भएको छ यहाँले? भोलि हाम्रो फाइनलको दिन चाहिँ हामीले यहाँ अहिले रेड क्रसमा पनि रक्त अभाव भएको जानकारी गराउनु भएको छ दमक रेड क्रसमा। तसर्थ हामीले भोलि फाइनल खेल सँगसँगै रक्तदानको कार्यक्रम पनि राखेका छौँ, विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि राखेका छौँ। स्थानीय कलाकारहरूले प्रस्तुति गर्नुहुनेछ र यस प्रतियोगितालाई सम्पूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई तपाईँको च्यानल मार्फत म फेरि एकचोटि हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि यसै खाले सहयोगको अपेक्षा राख्न चाहन्छु। र जाँदै अन्तिममा जस्तै आयोजकको तर्फबाट एउटा गर्विलो संस्थाको अध्यक्ष हुनुको हैसियतमा चाहिँ मलाई यो चाहिँ भन्न मन लागेको थियो, हाम्रो आदरणीय दर्शक श्रोताहरूका लागि यो चाहिँ भन्न मन लागेको थियो, यो चाहिँ मैले भन्न पाए हुन्थ्यो भन्ने त्यस्तो केही लागेको छ भने? भर्सक हामीले हाम्रो गच्छेअनुसार, हाम्रो क्षमताअनुसार, हाम्रो उपलब्धताको आधारमा भर्सक सभ्य र भव्य ढङ्गले सम्पन्न गर्ने प्रयत्न गरेका छौँ। सम्पूर्ण सहयोगी मनहरूलाई म एकमुष्ट हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि हामी अझ योभन्दा परिष्कृत खालका कार्यक्रमहरू अझ सबैलाई यो विद्यालयमा पढेका जति पनि विभिन्न क्षेत्रमा रहनुभएका विद्यार्थीहरू हुनुहुन्छ, पूर्व विद्यार्थीहरू, उहाँहरूलाई एकै ठाउँ ल्याउने एउटा थलोको रूपमा स्थापित होस् भन्ने हाम्रो कामना हो र त्यसैका लागि हामी निरन्तर रूपमा काम गर्नेछौँ। हवस् त, यस्तो व्यस्तताको बावजुद पनि हामीलाई थोरै समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। स्पोर्ट्स नेपाललाई पनि सम्पूर्ण टिमलाई। उहाँ हुनुहुन्थ्यो श्री ढुकुरपानी पूर्व विद्यार्थी समाज झापाका अध्यक्ष र यहाँ भइरहेको खेलकुदका गतिविधिका विषयमा हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो र तपाईँहरूले भोलि ठिक दिनको 3 बजे स्पोर्ट नेपालबाट यहाँको एकदम रोमाञ्चक खेल फाइनल खेल हेर्न सक्नुहुनेछ र हिजो सम्पूर्ण हाम्रा सेमिफाइनल खेलहरू सकिसकेका छन् र स्पोर्ट नेपाल देशका विभिन्न ठाउँहरूमा भइरहेका खेलकुद गतिविधिहरूको प्रत्यक्ष प्रसारणहरू लिएर आउने गर्दछ र यति बेला हामी झापा दमकको ढुकुरपानी माविको खेल मैदानबाट यहाँहरू माझ आएका छौँ र यति बेलासम्म भिडियो हेरेर साथ दिनुहुने सम्पूर्ण खेलप्रेमी महानुभाव दर्शकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त नमस्ते।